हेलो नमस्ते साथीहरू, फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज मैले नयाँ भिडियो लिएको छु। यसमा म बनाउन गइरहेकी छु मेवाको अचार। मेवाको अचारमा मैले आलु पनि मिसाएको छु र प्याज पनि मिसाएको छु। मैले एउटा मेवा लिएँ। यसरी सफा गरिसकेपछि यसको छिल्काहरू मैले काट्दै छु। यसरी राम्रोसँग छिल्काहरू निकालिसकेपछि यसलाई राम्रोसँग सफा पानीले धोएँ अनि यसलाई म काट्न गइरहेकी छु। काटिसकेपछि मैले यसलाई कोरेसोले कोर्न गइरहेकी छु। हाम्रो चाहिँ कोरेसो अलि सानो भएको कारणले मसिनो भएको छ है। यसरी कोरिसकेपछि तयार भयो अचारको लागि। मैले आलु पनि उसिनेर रेडी गरिसकेको थिएँ। अब यता मैले तिल तयार गर्दैछु। यतिको भुटिसकेपछि मिक्सी गर्दैछु। यता मैले आलु काटिसकेँ अनि प्याज राख्दैछु काटेको। स्वाद अनुसार नुन पनि राखेँ। बेसार राखेँ। अघि मैले पिसेको भुटेको तिललाई पनि राख्दैछु। अब यता प्यानमा मैले तेल राखेँ, मेथी फुराएँ अनि अघि राखेको बेसार तिलको माथिबाट मैले तेललाई झाने अनि मैले एउटा डल्ले खुर्सानी लिएको छु स्पाइसीको लागि अनि मैले चुक लिएकी छु। मलाई चाहिँ अचारमा कागतीको रसभन्दा चुक राखेको मनपर्छ। अब यसलाई मैले मिक्स गर्न जाँदैछु। आफ्नो हातले सफा गरेको हात हो है। यसरी मजाले मिक्स गरिसकेपछि तयार भयो हाम्रो अचार, मेवाको अचार। हजुरहरू पनि बनाएर खानु है। यो चाहिँ हेल्थको लागि एकदम राम्रो हुन्छ मेवा। अब म यसलाई प्लेटमा राख्न जाँदैछु। यसरी तयार भयो हाम्रो मेवाको अचार अनि आलु प्याज पनि राखेकी छु। हजुरहरू मेवाको मात्र बनाउन सक्नुहुन्छ। हस्, धन्यवाद।